होइन यो खण्डङ खुण्डङ के गर्दैछ यहाँहरू दुईजना दिदीबहिनीहरू अनि यो के हो यो के गर्न हो यो के को अन्डा हो यो अनि यो चाहिँ पुरै बन्दोबस्त गरिसकेर छ यहाँ त पहिला सितममा बना रेडी बनाइसकेर छ त यहाँ बाँकी छ भन्नुभयो अनि हजुरहरू चाहिँ मितिनी हो कि दिदीबहिनी हो कि हामी सोल्टिनी हो सोल्टिनी हो एउटा मोटु एउटा पत्लो जस्तो देखिन्छ त म त गाउँघरमा चाहिँ यसरी प्याज काट्ने चलन पनि यस्तो तरिका पनि बेग्लै नै रहेछ है यो चाहिँ झ्यामबहादुरको बुढी हो कौन है जम्बातुर जम्बातुर कहाँ है हाम्रो चाहिँ चुलो यस्तो छ है गाइजहरू भाइरल बनाउने हो यसलाई हाम्रो चुलो चाहिँ यस्तो छ गाउँघरको चुलो चाहिँ गाउँघरमा चाहिँ प्याज यसरी काटिन्छ यहाँ पिर्का हो यो बस्ने यो चाहिँ यसलाई चाहिँ हामीले सुन्तला भन्छ मसला भन्छ क्या यसलाई चाहिँ हामी खुर्सानी भन्छौँ एउटा हाँस लाग्ने कुरो गरौँ भनेको एउटा यार अस्ति मेरो बुढीले यार पुलिसले आँखा झिमिक्क गरिरहेको छ यार चेकिङै गरेर नि मलाई त यार भाइ कोही यो कुदिरहेको थियो किन मलाई चेकिङ गरेन भनेर बुढीले पहिले मैले मुस्कान हानिदिएको त पुलिसले छोडिदियो अरे यार हो सानो चुच्चेपाटीमा हाम्रो चाबेलमा हो साँच्चै गिरी हो पुलिसले आँखा जिम्का गरे तर पुलिसले चाहिँ पहिले छोडिसकेर त्यतिकै भनिदिएको नि निहारीले मलाई मैले आँखा के अरे मैले मुस्कान छोडिदिएँ मेरो मुस्कानको भरमा छोड्छ अरे पुलिसले यार त्यस्तो चाहिँ भनेको छैन है भने है नि हाम्रो गाउँघर कस्तो लागिरहेको छ त गाइड सबैजनाले यसो हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला भवाल युट्युब च्यानल छ हाम्रो यार यो चाहिँ लोकल मकैको झोल हो यो यसलाई चाहिँ होइन झोल भन्नुपर्छ झोल जाँड भनेको अर्कै हुन्छ झोल भनेको अर्कै हुन्छ ए आमाम ती बाँदर नाम बाँदर काम खुबिरा पाम ए यो चाहिँ सिंहबहादुरको बुढी हो सिंहबहादुरको छोराले भन्नुभयो धन्यवाद यो चाहिँ हाम्रो घर है गाइज हाम्रो त यस्तो पो छ घर त यार धेरै दुनियाँलाई देखाउँछ प्रकाश झाँक्रीको घर चाहिँ यो हो खोइले छुगु ल्यायो बोतलको हालेको नि मैले यहाँको पुग्छ त सासु उता कुनामा अनि बुहारी यहाँ सैली बुहारी चाहिँ यो छेउको कान्छी बुहारी चाहिँ उताको सैली बुहारी चाहिँ भर्खरको तरुनी छ है गाइज सैली बुहारी चाहिँ अलिक तरुनी छ यार हाम्रो आमै तरुनी छ भर्खरको यार 60 वर्षको मान्छे तरुनी त भइहाल्यो नि अब कान पऱ्यो भने 3-4 गुन्डा लानुहोस् हामीलाई अनि भन्नु न के न भन्नु भनेको सम्झना गर्न कि बिजीको पैसा किन रातो भएन साइली र कान्छी मिलेर यहाँ शीतल बनाउँदैछ शीतल फेरि यहाँ बबाल बनाउँदैछ नि यार अनि ऊ यस्तो रेडी गरेर बसिया छ ऊ फेरि उनीहरूले अहिले पिउने चाहिँ अरूले नाम चाहिँ हाम्रो आइरहेछ है अरे मासु फ्राई हुँदैछ दमदमी आएको बलिरहेछ
हाम्रो गोरुले चाहिँ भोक लागेछ गाइस छोराहरू भर्खर आउनु भएको छ। पोकटे खोल्नु न छिपेको रहेछ क्या त्यो रुखबाटै टिपेको हो यत्रो त थुप्रै रहेछ कि राते साइली बुढी मलाई त्यसो भनेको मैले बुझ्यो के बुझ्यो कुरा नि के कुरा याद गरेर राख्नु अनि सासु त तरुनी हुनुहुन्छ अरे अनि तार पर्यो भने 3-4 बेला गुन्डा लगाउन सक्नुहुन्न तपाईँले टिपाएर के बल्ल पो बुझ्यो रे भाइ गण्डकी लिन्छ तपाईँले गीत गाउनुहुन्छ कि हुँदैन भन्नु नानी गीत गाउनु गीत गाउनुहुन्छ कि हुँदैन नाच्नुहुन्छ कि हुँदैन अनि त्यस्तो बेला बुझ्न नआए अहिले खुरुङ खुरुङ गर्ने कि झुरुम झुरुम पारौँ कि खुरुम खुरुम चाहिँ पारौँ खुरुङ खुरुङ